नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। आज पनि हामी घरमै बसेर डोनटको रेसिपी बनाउन सिक्दैछौँ। कस्तो हुन्छ भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला र यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी अघि बढ्नुहोला भन्दै भिडियो सुरु गरौँ है त। ल साथीहरू, सबैभन्दा पहिले मैले एउटा भाँडा लिएँ। त्यसपछि आफूलाई आवश्यक अनुसारको मैदा राखेँ। अब चाहिँ म यसमा थोरै चिनी एड गर्दैछु। यदि तपाईँलाई गुलियो मन पर्दैन भने चिनीको सट्टा नुन पनि हाल्न सक्नुहुन्छ है त। त्यसपछि मैले ड्राई इस्ट पनि अलिकति राखेँ। ड्राई इस्ट हालेर चाहिँ डोनट पहिलोचोटि बनाउँदैछु म। त्यसपछि हात धोएर मैले त्यसलाई मिक्स गरेँ। त्यसपछि मैले थोरै पानी हालेर यसलाई राम्रोसँग मुस्न थालेँ। यसले चाहिँ हल्का गिलो टाइपको मुस्नुपर्छ, त्यही भएर अहिले मुस्दाखेरि चाहिँ हामीले एकदम राम्रोसँग मुस्नुपर्छ। अब चाहिँ भने हाम्रो डोनटको डो रेडी हुन लागेको छ। तर पनि म आज यसलाई हल्का मुस्छु, किनभने मैदा डल्लो परेको हुनसक्छ। त्यसैले मैले हातमा अलिकति तेल लगाएर यसलाई पसिनो पारेर अझै मुछेँ। अब चाहिँ भने हाम्रो डो फुल्ली रेडी भइसकेको छ। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ हल्का गिलो भएको छ। अब चाहिँ म यसलाई फर्स्टली छोपेर यो माथि बिर्को लगाएर राख्नेछु र 1-2 घन्टा जति यसरी नै छोपेर राख्नेछु। अब चाहिँ मैले लगभग 2 घन्टा जति राखेँ र अब हेर्दैछु डो चाहिँ कस्तो भएको छ। देख्न सक्नुहुन्छ साथीहरू, डो चाहिँ अघिको भन्दा 2 गुणा ज्यादा बढेको छ। अब चाहिँ म यसलाई डल्लो बनाउँदैछु, किनकि यसलाई फेरि बेल्नुपर्छ। त्यसलाई डल्लो पारेर मैले त्यसलाई 2 भागमा कट गरेँ। त्यसपछि मैले त्यसलाई बेल्न थालेँ। त्यसपछि मैले टिप्लीको बिर्कोले त्यसलाई काट्न थालेँ। त्यसपछि त्यो
ल साथीहरू, अब चाहिँ मैले सबै दुनुटलाई भन्न सकेको छु। फाइनली हाम्रो दुनुटको रेसिपी चाहिँ यस्तो भएको छ। जस दुनुट चाहिँ कमली भएको छ होइन गाइज। तपाईँलाई म के सजेस्ट गर्छु भने यदि तपाईँहरू पनि दुनुट बनाउँदाखेरि मैदामा इस्ट हुन्छ नि, इस्ट चाहिँ अलिक कम हाल्नु होला, किनभने इस्ट जति बढी भयो त्यति नै हाम्रो दुनुट चाहिँ अमिलो हुने रहेछ। त्यही भएर इस्ट हाल्दा चाहिँ कम हाल्नु होला र रोटी बेल्दाखेरि रोटीलाई पनि हल्का बाक्लो सेपमै काट्नु होला, किनभने रोटी फुल्ने चान्सेस एकदम बढी हुन्छ त्यसो गर्दा। साथीहरू, आजको दुनुटको रेसिपी चाहिँ यति नै र तपाईँहरू पनि घरमा एकचोटि जसरी भए पनि दुनुटको रेसिपी चाहिँ बनाएर ट्राई गर्न सक्नुहुन्छ है त। भन्दै आजको भिडियो भएर बिदा हुन्छु। अनि च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकनलाई पनि थिच्न चाहिँ नभुल्नु होला है त। भन्दै बाई।